कोरोना भाइरस भन्दा पनि घातक भाइरस जुनलाई हामीले निफा भाइरस भनेर भन्छौँ, त्यो निफा भाइरस अहिले कोलकाताको नजिकै पश्चिम बङ्गालमा यो स्वास्थ्य कर्मीहरूलाई लागेको र त्यहाँ जाँच गर्दा परीक्षणको क्रममा चाहिँ त्यो स्वास्थ्य कर्मीलाई अलरेडी मृत्यु भइसकेको मान्छेबाट सरेको हुन सक्ने आशंका गरिएको छ र अहिलेसम्म 5 जनामा चाहिँ त्यस्तो निफा भाइरस फैलिएको छ भनेर विभिन्न इन्डियन सञ्चार माध्यमहरूमा आइराखेको छ र यसमा चाहिँ धेरै जसो प्रभावित हुने क्षेत्र भनेको चाहिँ हाम्रो नेपाल पनि भएको कारणले गर्दाखेरि यो भाइरसको लक्षणहरू के कस्तो हुन्छ, कस्तो लक्षण आएमा जोखिम हुन सक्छ, यसबाट बच्न कसरी सकिन्छ भनेर केही सानो छोटकरीमूलक भिडियो बनाउँदैछु, अन्तिमसम्म सुनिदिनु होला है त। नमस्ते, म डाक्टर सीताराम न्यौपाने, बालरोग विशेषज्ञ, अहिले भरतपुर अस्पतालमा कार्यरत छु। निपा भाइरस प्राय जसो यो फ्रुट खाने, धेरै जसो फलफुल खाने चमेराबाट सर्ने भएको कारणले गर्दाखेरि धेरै जसोलाई चाहिँ यो जुनोटिक डिजिज भनेर भन्छौँ हामीले। यो अन्य जीवजन्तुमा सरेर त्यो चमेराबाट अन्य जीवजन्तु जस्तो सुँगुरहरू अथवा क्याटलहरूबाट पनि मान्छेमा सर्ने भएको कारणले गर्दाखेरि यो कोरोना जस्तो चाहिँ धेरै एकदम छिटो ट्रान्समिट चाहिँ हुन सक्दैन, भनेको धेरै छिटै सर्न चाहिँ अलिक गाह्रो हुन्छ। तर यदि सरिहाल्यो भने चाहिँ, यदि यो बिमार लागेको छ भने प्रत्येक 4 जना जस्तोमा चाहिँ लगभग 2 देखि 3 जनाको चाहिँ मृत्यु हुन्छ भनेर चाहिँ अहिलेसम्मको अध्ययन रिपोर्टले बताउँछ। यसलाई चाहिँ केस फ्याटालिटी रेट भनेर पनि भनिएको छ। 70% सम्म चाहिँ केस फ्याटालिटी रेट छ है भनेर विभिन्न अध्ययनहरूले बताएको छ। भनेको चाहिँ 100 जनालाई लाग्दा 70 जनासम्मको चाहिँ मृत्यु हुन सक्छ भनेर भनिएको हो। यो चाहिँ प्राय जसो अब फ्रुटहरूबाट लाग्ने भएको कारणले गर्दाखेरि धेरै जसो यो काँचो फ्रुटहरू, खसेको फ्रुटहरू नखानको लागि धेरै वैज्ञानिकहरूले चाहिँ सजेस्ट गरेका छन् र धेरै जसो बाहिर किन्ने फलफुलहरू पनि हामीले सकभर धोएर, पानीहरू उमालेर, सागपातहरू राम्रोसँग पखालेर उमालेर, अनि त्यस पछाडि काँचो मासुहरू सकभर नखाने र मासु पकाउँदाखेरि पनि विशेष ध्यान दिनुपर्छ है भनेर भनेका छन्। र यसमा चाहिँ सुरुवाती लक्षणहरू टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने, चक्कर लाग्ने जस्ता लक्षणहरूबाट सुरु हुन्छ भने पछि मान्छेहरूमा चाहिँ धेरै जसो यो श्वास प्रश्वास सम्बन्धीको समस्या हुने, अनि त्यस पछाडि कोमामै पुग्ने अथवा इन्सेफ्लाइटिस भनेर भन्छ, त्यसले गर्दाखेरि अचेत अवस्थामा पुग्ने र अन्तिममा मृत्यु समेत हुने गरेको पाइएको छ भनेर भनिएको छ। बच्नको लागि मैले भने जस्तै रेगुलर हात धुने बानीको विकास गरौँ, काँचो फलफुलहरू सकभर नधोइकन नखाउँ, फलफुलहरू खाँदाखेरि, र काँचो तरकारीहरू त्यत्तिकै नखाउँ, मजाले पकाएर मात्रै खाने बानीको विकास गरौँ, र मासु काट्दाखेरि विशेष ध्यान दिउँ।